ल हामीले यो विपश्यना ध्यानको बारेमा नेपालबाट कसरी अनलाइनबाट पढ्न सकिन्छ हैन मोबाइल फोनबाट भन्ने कुराहरू चाहिँ आज तपाईहरुमा शेयर गर्छौं। सुरुमा हामी चाहिँ क्रोममा जान्छौं। क्रोममा गइसकेपछि चाहिँ विपश्यना भनेर सर्च गर्छौं है। विपश्यना मेडिटेसनमा हामीले क्लिक गर्छौं है। ल विपश्यना मेडिटेसन अनि त्यसपछि हामी थ्री डटमा गएर डेस्कटप भ्यूबाट हेर्छौं। अनि यो विपश्यनाको बारेमा चाहिँ सम्पूर्ण कुराहरू यसमा जानकारी गरेको छ, हामीले पढ्न सक्छौं। अब हामी चाहिँ यो एबाउट कोर्सहरू लोकेसनहरू छ, लोकेसनमा जान्छौं। वर्ल्ड वाइड हेर्यौं है। अनि अब हामी नेपाल भनेर सर्च गर्छौं। नेपालकै चाहिएको हो नि त हैन। नेपाल ल नेपाल मध्ये पनि नेपालमा कतिवटा छन् यिनी हलहरू धम्म सेन्टरहरू भनेर चाहिँ यहाँ हेरौं। अब हामी चाहिँ यो सुर्खेतको धम्म सुर्खेतमा जान्छौं है क्लिक गरेर। ल यो धम्म सुर्खेतको बारेमा चाहिँ यहाँ फोन नम्बर कन्ट्याक्ट नम्बरहरू छ, आवश्यक परेमा यो कन्ट्याक्ट नम्बरमा आन्न सक्नुहुन्छ। ल अनि अब यसमा चाहिँ धम्म सुर्खेतको बारेमा राखिएको छ हैन। अनि यसको कोर्स शेड्युलहरू छ, हामी कोर्स शेड्युलमा जान्छौं। अब ल यसमा चाहिँ कुन कोर्सहरू छन् के छन् भन्ने कुराहरू चाहिँ सम्पूर्ण देखाइएको छ। माथि सर्ट कोर्सहरू छ, तल लङ कोर्सहरू छ, एडेड कोर्सहरू छ। यो सर्ट कोर्सको लागि चाहिँ एकचोटी यसको 10 दिनको शिविरमा बस्या हुनुपर्छ है। माथि यो हाउ टु अप्लाई हेर्नुस् 5 वटा बुदाहरू रहेका छन्। यसलाई हामीले कम्प्लिटली पढ्नु पर्ने हुन्छ है। अनि यसैगरी अब हामी तल आउँछौं हैन। अनि यो तल आउँदाखेरि चाहिँ अघि नै भने सर्ट कोर्स फ्रेसरहरूले गर्न पाइदैन, ओल्ड स्टुडेन्टहरूको लागि हुन्छ। अब यहाँ एउटा कोर्स चाहिँ इन प्रोग्रेस छ हैन। 10 दिनको ओल्ड स्टुडेन्ट कोर्सहरू चाहिँ प्रोग्रेस छ। अनि एउटा चाहिँ यो जुलाई 4 देखि 15 सम्म चाहिँ खाली छ हैन, ओपन छ। यसमा हामी अप्लाई गर्छौं। ल यसमा हामी पुरानो विद्यार्थी हो कि हैन भन्ने कुरा चाहिँ हेर्छौं। हामी हैन भने हैन, हो भने हो। अनि अब जेन्डर हेर्ने, अब आफ्नो देशको कुन देश, हामी नेपालबाटै छौं, नेपाल हेर्ने। अनि एसआइएसएफ मा जुन टर्ममा यसमा चाहिँ हामीले टिक लाउन पर्ने हुन्छ, नेक्स्ट गर्ने। अनि त्यसपछि अब यसमा चाहिँ गाइडलाइन्सहरू रहेको छ। विपश्यना के हो, विपश्यना कसरी गरिन्छ, के कुराहरू लान पाइन्छ, के कुराहरू खान पाइन्छ, हामीले सिक्ने कुराहरू के हुन्छन्, यसमा सेल्फ डिसिप्लिनका कुराहरू के हुन्छन् भन्ने कुरा सम्पूर्ण कुराहरू यसमा राखेको छ। तपाईहरुले आनन्दले पढ्न पर्ने हुन्छ, हतार नगर्नु होला। यहाँ हतार गर्ने मान्छेले विपश्यनामा कति हतार गर्नुहुन्छ होला। त्यो हुँदाखेरि यो आनन्द बसेर यो यसमा देखिएका हरेक कुराहरू चाहिँ हेर्नु होला है। आनन्दले हेर्ने कोर्स हो। तपाईलाई जे प्रश्नहरू छन् सबै कुरा म्याक्सिमम यतै छन्, तपाईहरुले हेर्न सक्नुहुन्छ। अब यो शेड्युलको कुराहरू पनि छ है। जस्तो हामी बिहानदेखि साँझसम्म के गर्छौं भन्ने कुरा अनि यहाँ शेड्युलमा राखेको छ है। अनि यो शेड्युललाई चाहिँ हामीले यो डाउनलोड गर्न पनि सकिन्छ। यसमा फर्म्याट हियर भन्ने छ नि, यु मे डाउनलोड यो कपी भन्ने, यसमा चाहिँ क्लिक गर्न सक्छौं। अब हामी नेक्स्टमा जाउँ। यसमा भर्नुपर्ने कुराहरू केही छैन। अब मेन भर्नुपर्ने कुराहरू यहाँ आयो, आफ्नो सरनेमहरू, नेमहरू। अनि यसमा चाहिँ अब फोटो आइडी टाइप भनेको चाहिँ हाम्रो नागरिकता नम्बर, प्यान नम्बर, पासपोर्ट के छ भन्ने कुरा भयो। अनि त्यो राख्छौं हामीले। अनि यसमा चाहिँ अब ल्याङ्ग्वेजहरूका कुराहरू भए है। अनि यसमा फोन नम्बरहरू, आफ्नो मोबाइल नम्बरहरूको कुरा। अनि यो कम्पनी अकुपेसन भन्ने ठाउँमा ल हामी चाहिँ अकुपेसन के छ, स्टुडेन्ट छ है। अनि यहाँ चाहिँ अब आफ्नो एउटा फोटो पनि राख्नुपर्ने हुन्छ है। अनि तल इमर्जेन्सी कन्ट्याक्ट नेम नम्बरहरू चाहिन्छ है। पछाडि के आफूलाई केही हुँदाखेरि इमर्जेन्सी फोन गर्नुपर्ने हुन्छ, त्यहाँ छ है। अनि यो माथि डिपार्टमेन्ट, कम्पनी, अदर अकुपेसन छ नि, त्यसमा केही छैन भने नन भनेर चाहिँ हामीले राख्न सक्छौं है। अनि यो नेक्स्ट गर्दा हेर्नु त केही पनि नभरेर नेक्स्ट गर्दाखेरि यसरी रातो देखाइदिन्छ। अब हामीले सम्पूर्ण कुराहरू चाहिँ भर्न पर्ने हुन्छ हैन। ल अब हामी भर्छौं। अब ल हेर्नु। अनि यो जुन इङ्ग्लिश, हिन्दी यो कुरा छ नि, यो चाहिँ हामीले बेसिक गर्यो भने नि हुँदैन, अलि इन्टरमिडिएट टाइपको हुनुपर्छ है। इङ्ग्लिस ल्याङ्ग्वेजमा इन्टरमिडिएट, हिन्दीमा इन्टरमिडिएट, नेपालीमा इन्टरमिडिएट। किन भन्दाखेरि अब त्यो कोर्सहरू लिँदाखेरि चाहिँ आफूलाई सजिलो हुन्छ। अनि अब आफूले कुन ल्याङ्ग्वेजबाट कोर्स लिने भन्ने हुन्छ। प्राय चाहिँ हिन्दीबाट हुन्छ हैन, नेपालीबाट पनि हुन्छ। तर अब नेपाली भन्दा हिन्दीबाट बुझिने छ भने त्यही राख्दा ठिकै हुन्छ। र यसमा फोटोहरू भयो,
सबै कुरा छ होइन। ल अनि त्यसपछि त्यो नेक्स्ट गरी हामी अर्को पेजमा आयौँ। यसमा के छ, कहाँबाट सुनेको यो विपश्यना भन्ने, कहाँबाट थाहा पाएको भनेको छ। आफ्नो साथीले भन्यो कि, दाइले भन्यो कि, युट्युबबाट थाहा पाउनुभयो कि, यो कुरा गर्नु होला। अनि योभन्दा अगाडि चाहिँ केही एक्सपिरियन्स छ भनेर सोधेको छ भने छ, छैन भने छैन। यसै गरी अब यसले सोधेका प्रश्नहरूको उत्तर दिने, छ भने छ, छैन भने छैन होइन। त्यसरी अनि एडिसनल इन्फर्मेसनहरू के छ भन्ने कुराहरू राख्ने है। अब यो मैले राम्ररी पढेँ, म एग्री छु, म सबै मान्न तयार छु, मलाई यो लिनलाई मैले यो फुल्ली मेन्टल प्रिपेयर छु भनेर त्यो कुराहरू चाहिँ राख्यौँ। अब चाहिँ आफ्नो बारेमा अलिकति एजुकेसनहरू, वर्क एक्सपिरियन्सहरू, फ्यामिली ब्याकग्राउन्डहरू के छ भन्ने कुरा चाहिँ सोधेको छ। त्यो भर्ने अनि अब आफ्नो नामहरू भर्ने होइन। अनि आई एग्री गर्ने, अप्लाई हुन्छ। ल फेरि यो एकचोटि हेर्नुहोस् भनेको छ, हेर्ने है। ल हामी एकचोटि हानौँ त, भएन नि, किन भन्दा यहाँ चाहिँ इमेल फेरि एकचोटि हान्नुहोस् भनेको थियो है। ल इमेल हानौँ, कन्फर्म गरौँ अनि एक्जिस्ट गर्ने है। पुरानो साधक भए यो क्रिएट एकाउन्ट हुन्थ्यो, नत्र हुँदैन है। ल यसरी हामी चाहिँ एउटा फर्म भर्छौँ। यो चाहिँ सबैले भर्ने, हेर्ने, नबुझेको कुरा चाहिँ कमेन्ट गर्नु होला, भिडियोलाई लाइक सेयरहरू गर्नु होला। अनि यो भिडियो चाहिँ तपाईँहरूको साथीहरूले पाउनलाई एकदमै चाहिँ सेयरहरू पनि गर्न सक्नुहुन्छ है। केही कुरा छ भने कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। थ्याङ्क यू, बाई बाई।